यो माथिल्लोपट्टिको बेन्च झिकेर सर्ने भने पछाडिको चाहिँ अलिक देखियो नि थोरै उठ्नु पर्यो अलिकति थोरै हल्का कस्तो ह्यान्डसम एउटा भिडियो गरिदिनु ल यो कार्यक्रमले माल्यार्पण गर्ने बेलामा सबभन्दा पहिला कसको नाम आयो बोलाइदिनु त्यसपछि माल्यार्पण म पहिला भनिसक्छु तपाईहरुको धेरै परिश्रम परेको छ अनि हाम्रो पनि सबैको परेको छ तपाईहरुको परिचय म यसरी दिदैछु यहाँ तपाईहरु एकली छोरी मात्र 3 जना हुनुहुन्छ परिचय गराउँदै छु एकली छोरी सबैमा अनुरोध गर्दछु सबैभन्दा पहिला त्यसमाथि दोस्रो चरणमा चाहिँ टोकन अफ लभ प्रदान गरिदिनको लागि धनकर्णा सरलाई मैले अनुरोध गरेको छु त्यसपछि यो फुलको गुच्छा लिएर उहाँहरु यहाँ बस्नु हुनेछ त्यही बेला चाहिँ एकजना प्रिन्सिपल सरलाई यहाँ आइदिनको लागि प्रतिभा राई प्रतिभा प्रेमी जानु होला प्रतिभा पहिले धेरै कुराहरू हामीलाई सिकाउनु भयो हामीलाई गाइड गर्नुभयो र सबै कुराहरू हामीलाई बुझाउनु भयो हाम्रो लागि धेरै ठाउँहरूमा सम्झौता गर्नुभयो र फेरि धन्यवाद भन्न चाहन्छु सबै कुराहरूको लागि जुन तपाईहरुले हाम्रो लागि गर्नुभयो राम्रोसँग सम्झाएर जानु होला कक्षा 10 मा आइसकेपछि हाम्रो एज पनि अलिक माथि गइहाल्दो रहेछ हामी झन्ना यो प्राइमेरी स्कुलमा पढ्ने विद्यार्थीहरू यो एडोलेसेन्ट एजमा प्रवेश गरिहाल्दो रहेछौँ र हामी अलिक बढी एक्साइटेड हुँदा रहेछौँ मैले यो अनुभव गरेको छु 1-1.5 महिना यता तपाईहरुको अध्ययनको स्पिड धेरै घटेको हामीले हुनेछ भन्दै अग्रिम शुभकामना व्यक्त गर्दै अब राम सरको नोटले तपाईहरुलाई के कुरा सम्झ म कक्षा 9 को तर्फबाट एकजना प्रतिनिधिलाई विदाई मन्तव्यको लागि यहाँ आमन्त्रण गर्छु निर्मल गुरागाई विदाई मन्तव्यको लागि आउँदै हुनुहुन्छ Good morning, my teacher. तर बिन्ती सत्य गल्तीलाई सम्झेर माफ गरिदिनु होला फेरि 11बाट त्यही कक्षा त्यही शिक्षकसँग पढ्न मन त छ तर के गर्नु फेरि त्यही दिन आउने भए यो विदाई पनि त गर्दैन थियो होला 2 वर्ष कति सजिलो कट्यो है तर त्यो सबै सम्झना शब्दमा वर्णन गर्नुपर्दा किन यति गाह्रो भइरहेको होला कसरी काट्यो यो 2 वर्ष थाहा नदी कति छिटो दिन गइरहेको होला भोलि बच्चाका मिठा बेहोरा चुमेर हाल्यो भाइ बहिनीहरू धेरै लेख्नु पढ्नु प्रगति गर्नु जुन बाटो शिक्षाहरू त्यही बाटो छाड्नु यो विद्यालयका नयाँ पाठ र सपोर्ट म मेरा शब्दमा बयान गर्न सक्दिनँ भन्न त धेरै मन थियो तर अब म यो भनेर गरिरहनु सक्दिनँ अगाडि आउनु होला तपाईँ उताबाट टिका लगाउँदै आउनु अब निकेश राईको पालो निकेश सजिलो पछाडि निस्किनुहोस् न
तपाईहरुले त्यो कुरा साथीहरुलाई शेयर गर्नुहुन्थ्यो तर हामीसँग एसईको परीक्षा फेस गरेपछि तपाईहरुलाई यहाँ बोलाउने व्यवस्था छैन त्यसो भएको हुनाले आजसम्मको अनुभव तपाईहरुले के गर्नुभयो के राम्रो गर्नुभयो के नराम्रो गर्नुभयो के कुरामा कमजोरी महसुस गर्नुभयो त्यो नगरेदेखि राम्रो हुने रहेछ भन्ने कुरा के यहाँलाई लाग्यो त्यो कुरा बुझिने गरी तपाईहरुको भाइ बहिनीहरुलाई तपाईहरु आउने पुस्तालाई राम्रोसँग बुझाएर जानु होला हामीले डिजिटल बोर्डिङमा तपाईहरुलाई यो कति समय तर पढ्ने विद्यार्थी हामी कति तयार भयौँ भन्ने कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण हो यो बिचको समयमा हामी कति रेडी भएर बस्यौँ हामी कति त लिनका लागि हामी रेडी भयौँ त्यो कुरा चाहिँ इम्पोर्टेन्ट थियो तपाईहरुलाई पनि त्यो कुरा लागेको हुनुपर्छ त्यो कुरा समेत बुझ्ने गरी भन्नको लागि र आजसम्म शिक्षक शिक्षिकाहरूले प्रथम प्राथमिक गर्ने क्रममा प्रशासनिक कामहरू गर्ने क्रममा यो विद्यालयको प्रियंका तामाङ लाइनमा जानु होला प्रियंका तामाङ परै पनि ठाउँ भएको भए हातमै राखेर लाइनमा पनि केही फरक पर्दैन थियो विद्यार्थीहरू परेबाट जानुहुन्थ्यो परेबाट जाँदाखेरि पनि हुन्थ्यो हातमै पेपर समातेर पनि सक्नुहुन्छ सर यो टोकना ब्लक यतै राखेर खिच्दा के फरक पर्थ्यो टोकना ब्लक पनि यतै राखेर खिचिदिनु होला अनि राखेर हो एकापट्टि त्यो टोकना ब्लक हजुर हो त्यसो गरेर अनि फोटो खिचिदिनु होला बत्ती पनि अनिवार्य अझै उज्यालो हुन्छ हो बालदेव सर बालदेव हजुर हजुर प्रवीणा राई अर्को प्रवीणा राई जानुहुन्छ अगाडि डाइरेक्टर भाइस प्रिन्सिपल कोअर्डिनेटर शिक्षक मित्रहरू अनि आफ्नो भविष्यको ढोका खोल्न तम तयार भएर हातमा चाबी लिएर खोल्न मात्रै बाँकी रहेका विद्यार्थी भाइ बहिनीहरू र तपाईहरुलाई सिकाउँदै पढाउँदै गालामा मोजा परेका कपाल फुलेका ओठ कलेटी परेका तपाईका पुराना नर्सरी एलकेजी युकेजीको मिसहरूले एकपल्ट हेर्नुहोस् उहाँको अनुहारमा त्यतिखेर तपाईलाई कसरी यो अवस्थामा पठाउनु भयो होला तपाईलाई त थाहा छैन उहाँलाई धेरै कुरो थाहा छ त्यसमा हाम्रो विमला सैजु सुषमा रेशमा अलि पुरानो शिक्षकहरू हुनुहुन्छ उहाँहरूले तपाईहरुलाई धेरै दुःख गरेर हुर्काएर पढाएर आफ्नो बच्चालाई समेत घरमा कहिलेकाहीँ है बिरामी हुँदा पनि त्यतिकै छोडेर आएर तपाईहरुलाई याद गर्नुभएको छ माया गर्नुभएको छ स्याहार सम्हार गर्नुभएको छ के को लागि भन्दा आज यो दिनको लागि अब एसीको नतिजापछि पनि तपाईहरुले यसै गरी अबिर लगाएको तपाईहरुले बधाई पाएको शुभकामना पाएको धन्यवाद पाएको फर्दर स्टडीको लागि शुभकामना दिएको सामाजिक सञ्जालभरि छरपष्ट भएको देख्न पाऊँ हामीले त्यति कामना छ कतै सुन्न नपरोस् एसीमा फेल भएर सुसाइड गर्यो रे बदमासी गरेर कारागारमा जेल चलान भयो रे ठुलो मान्छे भएर घुस खाएर भ्रष्टाचार गरे अर्पण आचार्य समृद्धि श्रेष्ठको चाहिँ काडो छुट्टै छ भन्न चाहिँ मिलेन उहाँ लास्टमा पर्नु भएको चाहिँ हो अगाडि जानु पछाडि जानु
मान्छेहरू अहिले अटोग्राफ गर्नु होला, अटोग्राफी बन्द गर्नुहोस्। अब तपाईँहरूको तर्फबाट यो विदाई प्रति तपाईँको गोइङमा रहँदैछौँ तपाईँले गरेको अनुभव र बाँकी हाम्रो पुस्तालाई अहिले हल्ला कम गरिदिनु होला। बाँकी पुस्तालाई तपाईँ के सन्देश दिएर जानुहुन्छ, के फिलिङ सुनाएर जानुहुन्छ? तपाईँहरूको त्यो फिलिङ अहिले व्यक्त गर्ने समय आएको छ। कक्षा 9का विद्यार्थी भाइहरूलाई के सन्देश भनेर जानुहुन्छ, के गर्नुहोस् भनेर जानुहुन्छ भनिराखेर जानुहुन्छ? तपाईँहरूमा के कुराको कमी देखियो, के कुरामा हामीले गर्न सकेको गर्नेछ भन्ने लाग्यो? हल्ला कम गरौँ साथीहरूले। गाइस यहाँ चाहिँ फेयरवेल प्रोग्राम हुन्छ। मेनु गामिस ओ मेनु गामिस पर्छ हामी मुन्दुमटेल जाँदाखेरि यो गोप्रो दिनु नि एक दिन यार। लास्ट क्लास सिद्धो कति खुसी छु म। अरू चाहिँ लिन्छ है 10 क्लास सकिँदा हामी चाहिँ मिसले हालिदिनु भयो पक्कै। भयो मिस भयो म धेरै आइसकेँ नि यो क्यामेरामा। मिस पनि आयो होइन हुन्छ पावर अन माउली सन्चै छौ? नेपाल टप तिमी नै हो माउली? तिमी नै हो? जिल्ला टपर है त चाहिँ जिल्ला टपर। उसलाई त भन्नै पर्दैन को के हो भनेर। जिल्ला टपर वाला हुनुसक्छ ऊ। म त एकदम हुनसक्छु होइन सक्छु। हेलो माई नेम इज सृजन राई। थ्याङ्क यू। बाई बाई रिजेन। बाई बाई बाई। एन्जल तिमी त पोजिसन के हो भनिदेऊ त। म अन्तिममा नाम आउनु सक्छ होइन? त्यति बेला चाहिँ होइन एकदम सक नहुँदा हुन्छ, लास्टमा नाम आउँछ।